सम्पूर्णमा नमस्कार। म नरबहादुर ओली, यानिबियो गुरु, लेखक, प्रशिक्षक, शिक्षक। म तपाईहरुलाई आज रुकुम जिल्लाको रुकुम पश्चिमको सदरमुकाम मुस्कुट खलङ्गाको बारेमा चाहिँ जानकारी गर्न गइरहेको छु। यो पारी तपाईले देखिरहनु भएको छ। यो रुकुम पश्चिमको सदरमुकाममा मुस्कुट खलङ्गा बजार। यो करिब समुद्र सतहबाट करिब 1530 मिटर उचाइमा रहेको छ र फिटमा 5020 फिट चाहिँ यो उचाइमा रहेको छ मुस्कुट खलङ्गा। र यहाँ चाहिँ राप्ती राजमार्ग, यो पारीको राजमार्ग राप्ती राजमार्ग हो। एउटा यो चाहिँ प्राकृतिक रूपबाट चाहिँ प्राकृतिक सौन्दर्यता बोकेको, प्राकृतिक सुन्दरता रहेको यो जिल्ला एउटा पर्यटकीय केन्द्रको रूपमा रहेको छ। एउटा चाहिँ पर्यटकको लागि चाहिँ आकर्षणको केन्द्र बनेको छ। यही नजिकै चाहिँ मठ र सल्ले जोड्ने पुल रहेको छ। यही तलतिर गयो भने भाइरल पुल छ। त्यस्तै पारी चाहिँ यो मठ मुस्कुटको चाहिँ मठ, मुस्कुट नगरपालिका वडा ९ को मठ भयो। त्यस्तै माथि यो लेकमा जानुहुन्छ देख्नुहुन्छ भने यो जन्ती बस्ने लेक भयो। यस्तै रमणीय आकर्षक क्षेत्रहरू यो रुकुम पश्चिममा अवस्थित छन् मुस्कुट खलङ्गा। आउनुहोस्, एकचोटि अवलोकन गर्नुहोस् र यहाँको वास्तविक वस्तुस्थितिको बारे बुझ्नुहोस्। मुस्कुट नगरपालिका वडा नम्बर 1 मा पर्ने यो भाइरल पुल तपाईहरुले देखिरहनु भएको छ। यो एउटा एकदमै आकर्षक र यहाँका चाहिँ एउटा पर्यटकको गन्तव्यको रूपमा यो रहेको छ। आज मात्र हामी अलि कम मान्छेहरूको भिडभाड देखेका छौँ, नत्र चाहिँ अधिकांश अन्य समय धेरै मानिसहरूको चाहिँ भिडभाड रहन्छ यो भाइरल पुलमा। भाइरल पुलको नामले चाहिँ यो परिचित छ। करिब 238 मिटर चाहिँ यसको चाहिँ लम्बाइ रहेको छ। नजिकै चाहिँ के छ भन्दाखेरि यो पिपलनेटा, त्यस्तै यो चाहिँ बराटाकुरो भन्छ यो ठाउँलाई। यहाँनिर बराटामा रहेको छ र ढिगतिर कबडहल, मिनी कबडहल रहेको छ। जिल्ला प्रशासन कार्यालय लगायत त्यो पारीको लेक, 3 महिनेको लेक भन्छौँ हामी। त्यो 3 महिनेको लेक भन्छ, त्यो नामले परिचित छ त्यो ठाउँ। त्यस्तै पारीपट्टि हेऱ्यौँ भने हामीले यो बोरागाउँ भन्छ, जहाँ चाहिँ आर्मीको ब्यारेक पनि रहेको छ। त्यस्तै त्योभन्दा माथि पारीको सबैभन्दा अन्तिम डाँडा, त्यो डाँडालाई हामी यो डलसिङे लेक भनेर भन्छौँ, जहाँ चाहिँ रुकुम, रोल्पा र सल्यानको र सिमानाको रूपमा रहेको छ। हवस् त, नमस्कार, धन्यवाद।